एउटा यस्ती रानी थिइन् जसले आफ्नो सुन्दरता र चलाखीले दुनियाँको सबै तागतवर पुरुषलाई समेत आफ्नो कदममा झुकाइन्। उनी हुन् क्लियोपात्रा। के तपाईलाई थाहा छ, हजारौं वर्ष अघि यति शक्तिशाली रानी थिइन् जसको सौन्दर्य र बुद्धिले रोम साम्राज्य नै थर्काएको थियो। हो, उनी थिइन् क्लियोपात्रा, एक यस्ती महारानी जसको प्रेमले सम्राटहरू झुके र जसको मृत्युले इतिहासमा अमर कथा बनायो। क्लियोपात्रा को थिइन्? क्लियोपात्रा प्राचीन इजिप्टकी अन्तिम महारानी थिइन् जसले आफ्नो बुद्धि, सौन्दर्य र राजनीतिक दक्षताले रोम साम्राज्यका शक्तिशाली पुरुषहरूलाई समेत प्रभावित पारिन्। उनको जीवन प्रेम, सङ्घर्ष र बलिदानले भरिएको थियो। आज हामी तपाईलाई सुनाउँछौँ एक यस्ती महिला शासकको जसले इतिहासका सम्राटहरूलाई झुकाउन सकिन्, जसको सौन्दर्यले दुनियाँलाई चकित पारियो र जसको बुद्धिले संसारको राजनीतिक हल्लाइदियो। उनी थिइन् इजिप्टको अन्तिम महारानी क्लियोपात्रा। जन्म र बाल्यकाल। क्लियोपात्राको जन्म ईसा पूर्व 39 तिर इजिप्टको अलेक्जान्द्रिया सहरमा भएको थियो। उनी ग्रीक मूलको पोटोलमी वंशकी थिइन्। अलेक्जान्द्रिया द ग्रेटको सेनापति पोटोलमी पहिलो सुरु गरेको यो राजवंश सयौं वर्षदेखि इजिप्टमा शासन गर्दै आएको थियो। क्लियोपात्रा 5 दाजुबहिनी मध्ये एक थिइन्। उनी बाल्यकालदेखि नै असाधारण बुद्धिमान थिइनन्। उनले ग्रीक, मिश्री, हिब्रू, अरबी, सिरियाली, ल्याटिन जस्ता 7 भन्दा बढी भाषाहरू बोल्न सक्थिन्। अधिकांश पोटोलमी राजा रानीहरूले मिश्री भाषा बोल्दैनथे, तर क्लियोपात्राले मिश्री भाषा बोल्ने मात्र होइन, मिश्री धर्म, संस्कृति र जनताको मन जित्ने काम गरिन्। सत्ता र सङ्घर्ष। 17 वर्षको उमेरमा उनले आफ्नो भाइ पोटोलमी 13औं सँग विवाह गरेर संयुक्त रूपमा शासन सुरु गरिन्। तर दाजुबहिनीको सम्बन्ध चाँडै बिग्रियो। क्लियोपात्रालाई सत्ता चाहिएको थियो, तर दरबारका मानिसहरूले भाइको पक्षमा थिए। नतिजा क्लियोपात्रालाई दरबारबाट निकालियो। त्यसपछि उनी सिरिया पलायन भइन्, तर त्यहाँ बसेर उनले पुनः सत्ता प्राप्त गर्ने योजना बनाइन्। यसै बेलामा रोमका सम्राट जुलियस सिजर इजिप्ट आइपुगे। क्लियोपात्राले चुपचाप अरूको नजरलाई झुक्क्याएर सिधै सिजरको कोठामा पुगिन्। त्यो भेट ऐतिहासिक भयो। सिजर क्लियोपात्राबाट निकै प्रभावित भए। उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो। सिजरले नकार्न सकेनन्। सिजरले उनको राजनीतिक रूपमा समर्थन गरे। युद्ध भयो र क्लियोपात्रा फेरि राजा शासनमा फर्किन्। ईसा पूर्व 47 मा क्लियोपात्राले सिजरबाट एक छोरा जन्माइन् जसको नाम थियो सिजेरियन। सिजर क्लियोपात्रालाई लिएर रोम लगे, तर रोममा धेरैलाई यो सम्बन्ध मन परेन। अन्ततः ईसा पूर्व 44 मा सिजरको हत्या भयो। त्यसपछि क्लियोपात्रा इजिप्ट फर्किन्। सिजरको मृत्युपछि रोममा सत्ता सङ्घर्ष सुरु भयो। एउटा पक्षमा थियो मार्क एन्टोनी र अर्को पक्षमा थियो अक्टाभियन। भविष्यका अगस्टस सिजर मार्क एन्टोनी इजिप्ट आएर क्लियोपात्रासँग भेट गरे। दुवै बीचको सम्बन्ध गहिरिँदै गयो। प्रेम मात्र होइन, उनीहरूले सँगै शासनको योजना बनाउन थाले। उनीहरूले सँगै 3 जना सन्तान जन्माए। एन्टोनीले रोमको नियम उल्लङ्घन गरी क्लियोपात्रालाई रोम राज्यको केही भाग दिन थाले। यसै कारणले अक्टाभियन निकै रिसाए। उनले दुवैजना विरुद्ध युद्धको घोषणा गरे। एक्टियमको युद्ध र अन्त्यको सुरुवात। ईसा पूर्व 31 मा एक्टियमको युद्ध भयो। अक्टाभियन र एन्टोनी क्लियोपात्रा बीच। क्लियोपात्रा र एन्टोनीको नौसैनिक सेना पराजित भयो। उनीहरू इजिप्ट फर्किए। एन्टोनीले युद्ध हारेको थाहा पाएपछि आत्महत्या गरे। क्लियोपात्राले अन्तिम पटक मार्क एन्टोनीको शव अङ्गालोमा लिएर रुँदै अन्तिम बिदाई गरिन्। क्लियोपात्राको आत्महत्या। क्लियोपात्रालाई जीवित राखेर रोम लैजाने योजना बनाएका थिए, तर क्लियोपात्रा कुनै पनि हालतमा अपमान भोग्न चाहन्थिनन्। उनले आत्महत्या गर्ने निर्णय लिइन्। इतिहासका अनुसार उनले विषालु सर्प ल्याएर आफ्नो हातमा टोक्न दिइन्। केही क्षणमै विष फैलियो र उनले प्राण त्यागिन्। यो घटना ईसा पूर्व 30 मा भएको थियो। त्यति बेला उनी 39 वर्षको थिइन्। उनको लास र अन्त्येष्टि
अक्टाभियनले क्लियोपात्रा र मार्क एन्टोनी दुवैको शवलाई एउटै समाधिमा गाड्ने अनुमति दिए। यो समाधि अलेक्जान्द्रियामै भएको मानिन्छ। भूकम्प, समुद्र आँधी र भूस्खलन आयो, सहरको ठूला भागहरू समुद्रमा डुब्यो। त्यसैले क्लियोपात्राको समाधि आजसम्म भेटिएको छैन। पुरातात्विक खोजहरू भइरहेका छन् तर ठोस प्रमाण फेला परेको छैन। इतिहासमा क्लियोपात्राको योगदान। क्लियोपात्रा एक अत्यन्तै बुद्धिमान, चतुर र रणनीति नेत्री थिइन्। उनले इजिप्टको स्वतन्त्रता कायम राख्न दुई शक्तिशाली रोम पुरुषसँग सम्बन्ध बनाइन्। उनको शासनमा अर्थतन्त्र सम्हालियो, संस्कृति र धर्मको सम्मान गरियो। विदेशी भाषा सिकेर जनता नजिकिएकी थिइन्। उनको सौन्दर्य मात्र होइन, उनको आत्मबल, राष्ट्रप्रेम र कुशलता आजसम्म पनि चर्चा गरिन्छ। आज हजारौं वर्ष बितिसकेका छन् तर क्लियोपात्रा अझै इतिहासमा अमर छिन्। उनको जीवन, प्रेम, युद्ध र मृत्यु सबैले उनलाई एक रहस्यमय किंवदन्ती बनाइदिएको छ। संसारमा धेरै रानीहरू जन्मिए, मरे, तर क्लियोपात्रा उनी मात्र एक थिइन् जो आफ्नो शासनमा मरी तर कहिल्यै झुकिनन्। क्लियोपात्रा एक नाम, एक कथा र एक इतिहास जुन सधैँ सधैँ सम्झिरहन्छन्। दर्शकबिन, तपाईलाई आजको श्रृङ्खला कस्तो लाग्यो? कमेन्टमा अवश्य बताउनुहोला।